यो चाहिँ जाम खुलेपछिको दृश्य हो। सबै मान्छेहरू खुसी भएर पुरै भाग दौडा दौड। बल्ल थोरै खेलेर 6 बज्न लागिसक्यो अनि अझै हामी जाममा छौँ। स्टिल हामी जाममा नै छौँ अनि कपाल त पुरै झन् जटा जस्तो भइसक्यो। अनि त्यसपछि हिजोको त्यो दिन चाहिँ एकदम टु मच टफ एक्सपिरियन्स थियो मेरो लागि। एकदम धेरै गाह्रो भयो आउन चाहिँ। हे गाइज, वेलकम ब्याक टु माई च्यानल। अब तपाईँहरू सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु भन्दै नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ म घर जान लागिरहेको छु काठमाडौँदेखि पर्वत। आज चाहिँ म तपाईँहरूलाई लैजान्छु काठमाडौँदेखि पर्वतसम्म। अब ढिला भइसक्यो, म यहाँदेखि चाहिँ जान लागेको। अहिले चाहिँ हामी धादिङको धुनी बेसी भन्ने ठाउँमा आएको छौँ अनि पिरो लाग्ला जस्तो भइरहेको छ। हिँडेको 1 घन्टा 20 मिनटमा चाहिँ हामी आएछौँ। एकछिन 5 मिनटको लागि। अनि मैले चाहिँ ब्रेड र समोसा खान लागि भनेको छु। सो गाइज, अहिले चाहिँ हामी मले खुवायौँ, खाना खान रोकिरहेको छ अहिले चाहिँ। अनि उतातिर चाहिँ चिसो थियो होइन, कुहिरो लाग्यो जस्तो। अनि यता चाहिँ तर गर्मी भइरहेछ। एकछिन गाडी रोक्दा पनि पुरै गर्मी भइरहेछ। अनि बाटो चाहिँ जाम परिरहेछ भन्नाले जाम छ भनिरहेछ अगाडि। अब जाम नपरिदिएर आनन्दले टाइममा पुग्नु पाइन्थ्यो भन्ने भइरहेछ। अनि अब हेरौँ अगाडि के हुन्छ। हामीले चाहिँ यहाँनिर चटपट खानु लागिरहेछ। खाना चाहिँ खाएनौँ अनि ऊ चाहिँ गाडीमा भेटेको बहिनी कति राम्रो खान्छ। हामी चाहिँ होइन आज हामी नै जाने बाटोमा जुवाङ खोलामा बिहान पहिरो गएको रहेछ। अनि त्यो पहिरो हटाउन चाहिँ अझै 5 घन्टा लाग्ने रहेछ। अनि हामीहरू चाहिँ बस्दैछौँ। अब वैकल्पिक बाटोबाट लाग्छ कि नै थाहा छैन। म अपडेटिङ गरिरहेको छु कि वाचिङ। झन् हिजो चाहिँ बाटो बन्द हुन्छ भनेर हिजो पनि आएन। अनि आज आउँदा पनि फेरि बाटो बन्द भइरहेछ। अब थाहा छैन कति बेला पुगिन्छ। छिटो जानु पाए भइहाल्थ्यो। यहाँनिर चाहिँ डिस्कस भइरहेछ कि वैकल्पिक बाटोबाट जाने नजाने, कति पैसा तिर्ने भने। दिदी आउनु पर्यो, डबल भाडा लिँदै हुनुहुन्छ। बाटोमा जाम परेपछि हाम्रो कन्डक्टर दाइ अब सबैजनाले दिनुभयो भने म चाहिँ एकदम अन्तिम पात्र हुन्छु भनेर कन्फ्युजनमा छु कि एक्स्ट्रा 1000 रुपियाँ अघि नै साइकलको पनि थियो होइन। अनि अघि नै मैले 1100 तिरिसकेको छु। अझै 1000 भयो भने मलाई काठमाडौँदेखि पोखरा पुग्न 2100 रुपियाँ लाग्छ। अब सबैले दिनुभयो भने अन्तिममा दिन्छु भए पनि। 1 घन्टामा खुल्छ। 1 घन्टामा खुल्यो भए त नदिउँ। त्यसो भए बसौँ। 1 घन्टापछि जाम। त्यसो भए अब चाहिँ 1 घन्टापछि खुल्छ भन्ने कुरा। यत्रो 1000 रुपियाँ कहाँ तिरेर जाने त नि फेरि। 1 घन्टामा खुल्छ भने हेर्नु सबैजना यति अलपत्र भएर बस्छ। हेर्नु न दिदी 26 इयरको, म 21 इयरको। मै ठुलो देखिरहेको छ। अब चाहिँ जाम खोलेर यता मेन रोडतिर गाडीहरू हलचल हुन लागिसक्यो। अब हामी सबैजना एकदम खुसी भइरहेछौँ जाम खुल्यो भनेर। यहाँबाट अगाडि चाहिँ जाँदैको छैन। अनि चाहिँ गाडीहरू सबै अनि मान्छेहरू जताततै जाम खुल्यो भनेर जाम खुलेको रहेन त। अनि पसिना आएर पुलिस प्रशासनले पानी बारिरहेछ जाममा पर्ने मान्छेहरूलाई। सो गाइज, हामी चाहिँ जामको सदुपयोग गर्दै हामीहरू अनि यताभरि यति धेरै भिड छ जता चाहिँ। अनि गाडीहरू पनि उस्तै छ, पुरै जाममा छ सबै। अनि जाम खुलेपछिको यो चाहिँ जाम खुलेपछिको दृश्य हो। सबै मान्छेहरू खुसी भएर पुरै भाग दौडा दौड भएको। अनि हामी पनि दौडिँदैछौँ। अझै गाडीहरू एकदम सर्ट गइरहेछन्। एकदम चहल पहल भइरहेछ यहाँनिर चाहिँ। यत्रो 2-3 घन्टा पछिको जाम खुलेको खुसी नै देख्दै छ यहाँनिर। पसिना आएर हाम्रो हालत खराब भयो। हामी अगाडि थियौँ तर पनि हाम्रो यहाँ 2-3 चोटिसम्म गाडी स्टार्ट हुन सकेको छैन। सबै गइसक्यो। हाम्रो यहाँ गाडी नै स्टार्ट भएन कि के भइरहेछ थाहा छैन। मान्छे नआयो कि के हो। हामी रास्तै पर्न लागिसक्यौँ होइन। हाम्रो गाडी नै स्टार्ट नभएछ।
गुरु धकल्न पर्ने हो गुरु सब गाडी हामी चाहिँ अगाडि भएर नि ल अब हामीले गाडी सबै जाने हो हाम्रो गाडी नहिँडेर चाहिँ यहाँ धकालेर लाग्नु यति धकेल्दै हुनुहुन्छ र धकेलेपछि चाहिँ बल्ल गाडी हिँडेको छ र फाइनल्ली अब हामी पनि अब चाहिँ हिँड्छ होला नि फाइनल्ली अब हामी हिँड्यो भएदेखि यस्तो धुलो सबै गाडीहरू गइसकेको छ अगाडि अगाडि थोरै खेलेर यता कति धेरै जाम पुरै तिनवटा बाटोमा भएको गाडीहरू अलिकति ठुलै अब अगाडि कतिसम्म तपाईँलाई यहाँ जाममा यस्तो गर्मी भएर यस्तो अन्त कस्तो फिल भइरहेको भन्दा अझै गर्मी चाहिँ फिल चाहिँ गरे हो बट स्टिल पसिना आइरहेको छ मेरो बडीबाट पुरै हामी त अनि उहाँ चाहिँ पाङको दाई हुनुहुन्छ उहाँ चाहिँ छिमेकी दाई हुनुभयो अनि दिदी चाहिँ लमजुङको हुनुहुन्छ यति धेरै गर्मी भइरहेछ यति धेरै गर्मी भइरहेछ दिनबाट निक्लिनु पाए यति आनन्द हुन्थ्यो भइरहेछ छिटोभन्दा छिटो खुलोस् अहिले चाहिँ यता गइरहेछ यता जाने चाहिँ रोकिरहेछ पहिरोको चाहिँ हेरेको जस्तो हो माथिपट्टि बज्न लागिसक्यो अनि हामी स्टिल अझै पनि जाममा नै छौँ अहिले चाहिँ हामी कुरिनटारको जाममा छौँ सो गाइस अहिले चाहिँ 6 बज्न लागिसक्यो अनि अझै हामी जाममा छौँ स्टिल हामी जाममा नै छौँ अनि अझै कति बेला पुगिन्छ थाहा छैन टु मच गर्मी भइरहेछ गाडीभित्र बस्दा अनि कपाल त पुरै झन् जटा जस्तो भइसक्यो अनि हालत खराब भयो एकदम हालत खराब भइसक्यो हाम्रो यहाँनिर आज चाहिँ हो नेक्स्ट डे सो गाइज हिजो चाहिँ म ठ्याक्क 12 बजे चाहिँ पोखरा झरेको थिएँ होइन अनि त्यसपछि हिजोको त्यो दिन चाहिँ एकदम टु मच टफ एक्सपिरियन्स थियो मेरो लागि एकदम धेरै गाह्रो भयो आउन चाहिँ अनि बाटोहरू त्यो जाममा परेर गर्मी त्यस्तै हालतै खराब भएको थियो अनि त्यसपछि त पुरै टाउको दुखेर ढल्न मात्रै बाँकी थियो ढल्नु मात्रै अनि त्यसपछि 12 बजे आएँ म अनि पोखरा बसेको हिजो चाहिँ अनि आज चाहिँ बल्ल घर जाने हिजै जाने प्लानमा थियो तर 17 घन्टा भयो हाम्रो टोटल यात्रा चाहिँ जे नहोस् भनिरहेको त्यही नै भयो होइन अनि अब आज चाहिँ हामी घर जान्छौँ अनि आजको दिनको ब्लग चाहिँ नेक्स्ट ब्लगमा थ्याङ्क यू फर वाचिङ माई भिडियो लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला बाई बाई